आज चाहिँ हाम्रो टोकबेरको दिन हो। अन्त हामी उठिरहेको छौँ 6 बजी। अब उठेर रेडी गरेर माथि घर जाने हो। कति एक्साइटेड छ तिमी? धेरै। देखिन त तिम्रो अनुहारमा। देख्ने कुरा हो र। देख्ने कुरा त लुगाहरू उठ्नुपर्छ। उठौँ। म आज बाहिरको वेदर देखाउँछु। पानी पर्दैछ भने सुत्न। हाम्रो बिहाको दिनमा बेसी ढाडु चढेर आजको वेदर देखाउन जान देख्छु म। चिसो रहेछ, चिसो पानी परेर यस्तो चिसो भइरहेको छ आज चाहिँ। राम राम सर। हुन्छ न गल्ती भएछ कर्म भएर नि सरलाई माथि लानुको लागि रेडी छ। यहाँ एप्पल, केरा, फ्रुट्सहरू हिजै बाजेर राखेको। अलिकति पसिरहेछ। यो दुध अरे आमाको भाग। अन्त यहाँनिर चाहिँ हाम्रो 112वटा रोटी छ। सेलरोटी पनि लानुपर्छ होइन। खाऊ रोटी खान्छ खाना माथि लानुको लागि। ठिकै छ है। यता घुम्नु तपाईँ अब यता आमाहरूको पनि निकाल्नु न। And this is my सिंहमाली के भयो कपाल परेको makeup is going right now. Cameraman. यसको गोने उयो के भयो यस्तो घुमाइदिँदा यो उकालो हुन्छ नि त त्यसो हुँदैन कसले घुमाएको अन्त यस्तो काम लगाएर लम्चीको खै मास्क राम्रो रहेछ टिका लाउनु लु टिका लगाइदिएको तिमी लाउँदा होइन टिका लाउँछु दृष्टि पनि हेर्नु रातो है रातो रातै लाउनु Not sure. तिमीहरू छिटो न एहे क्यामेराम्यान छिटो न अन्त बिउले अन्त खोइ जाने हो न म फेरि के भएको हो रेडी भयो नि यो लाउने हो पेन लाउने भयो त तिमी आइज न अन्त खोइ बस्नु जान हुन्छ दुईजनाले छोडिदेऊ सुभाम छुट्टिन्छ हौ छोडिदेऊ हुँदैन हजुर म भन्दैछु तिमीलाई नगर भनेर गाडी खान्छ है तिमीले अब भनेको
पानी घटाएर भयो मलाई कस्तो अरे स्टार्ट एकदिन खोलिँदै हो भाउजू आमेर रुममा रोकेन छ त आमाले सोध्नुला आमालाई आमा कता आइपुग्नु ऊ भित्रै कुन कुन है ए सरी टोपी लगाउँदा उयो अगाडि होइन माला भएको त्यो मलाई भएको हामीले नाच्नु टोपी लगाए यतिको हुन्छ यति बेला हुँदैन तिमीले लगाउँछ यिनीहरूलाई स्टाइल छ नि त उतातिर ड्रेसअप गर्छ नि त यस्तो तामाङ टोपी लाउने स्टिप अलिक सानो भयो कि त क्रस गर्दा हुन्छ नि यस्तो यस्तो गरेर क्रस गर्नु पर्यो लगाइरहनु पर्यो बेसी भयो अझै म गएको छिटो छिटो अब भोलिको त खाइराख सुगम ग्लास सनग्लास हैन सनग्लास त्यो सनग्लास सिरप ल्याऊ उसलाई टोपी अड्काउनु पर्यो नि त कहाँ पुगेर आइसक्यो बिग्रेर गयो गयो खोइ जान्छ खाता लाउनु खोइ जो खाता लानु भन्दैन होला है लाउनु अलिक अगाडि बोला बोला छ आङ्गेले लगाइदिन्छ नि अब भयो होइन खोज्छ त आमाले जयलाई टिका के भएको ना यिनीहरूलाई खतरा गरिदिउँ भने जाइसा खतरा भयो। थ्यांक यू चाहिँदैन होइन भाइले आधी गर्टिनु थाल्यो ए नेसा निक्लेर गयो हुन्छ हुन्छ भयो भएन टोपी आमा 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 अब अहिले होस् अहिले छोड्नु एकछिन यता भित्र कता कहाँ बाहिर गरेको यस्तो हुँदैन है होइन यो उस भयो बडी चल्दैन ल्या के भयो तिम्रो च्यातियो के हो तिम्रो के हो भाइ होइन यो सेलेक्टेको अम्मा फोटो खिच्नु फोटो खिच्नु सरी अब म बिजनेस गर्छु न भयो अनु के सामानहरू लाँदैको हुन्छ नि अब सामने गर्नु न कहाँ के गरेको यता 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 बस्नु पर्यो घरटी लु बस्नु त त्यसो भएर लु ढुक्ने हो हजुर यहाँनिर बोका छ यो आसेन राम्ररी बाँध्नु पर्ने थियो
सबै कुराहरू उयो परेको त्यो तरकारी केमा हालेछ ऊ त सेतो झोलमा हाल्छ। हाले जग्गा यो पठाइदिनु त्यो थाहा उयो त्यसमा हाल्दैन न सबैलाई ढोका अब आसँग हाल्छ, सबैलाई आसँग हाल्छ, सबैलाई यो लमीको सामान यो लमीको सामान लमीलाई देऊ यो चाहिँ ल काम म थापे रे सबैलाई राख्छ हामी दुधलाई देऊ भने यहाँ जुत्ता लगाएको भिडियो गरिदिँदै नि दिदी तिमीहरू दुईजना उतै गाडीमा उयो बोकेर जाडो भन्छ नि माथि हजुर यता होला न के क्यारी अन अनि उयोबाट निस्केको हाम्रो अगाडि अगाडि तिमी हौ अन्त हामी घुम्छौँ अरू के छोडेन सामान हेर्दा सामान खै खै अहिले नढोको अहिले अहिले लगाइदिँदै के गर्न भएको छैन कि चाहिँ कता भयो है भित्र सामान हामी पनि घुम्नुपर्छ यताबाट घुम्छ होइन दाहिनेबाट यस्तो घुम्छ यताबाट घुम्न हो त्यस्तो घुम्छ ए ल लाग्छ थियो नमिलाएर जानुपर्छ यसो घुम्नु पाएन तिमीहरू अगाडि म भिडियो बनाउनुमै घुम्नु हामी अगाडि त्यही त भिडियो बनाउनु अब तिनपल्ट होला है कस्तो नमिला मेन दुईपल्ट भयो हाल्यो हो हाल्यो दुईपल्ट भयो अब एकपल्ट ल तिनपल्ट भयो यताबाट पस्ने लु ढोल गर ल बानिस यहाँ चाहिँ हाम्रो घरको भाउजू आसु दिदी खोइ किनेको किन रेड बुल आदित्य तेरा हाई गरिदेऊ न छिटी सेता हेर्दै र यता हेर्दै र पछाडि मिनी ब्लक ऊ पर हाम्रो भाउजूलाई देखाइदेऊ न टाढो हुन्छ रे हिँड्नु यिनीहरूलाई सुहाउँदैन है टोपी होला हामी त्यति गरिसक्यो लुट्टा बाबु जोला ओ जोला आइता जन्त मन नछप्लाछ बडा खाली बस ठीक
아니야.